थाहा थिएन बिराउ थियो राखिदियो story. My mama saying, I miss you, mama. म त छोरी बसिरहेकी थिएँ भनेर भाडा माझिरहेको थिएँ आपाको बोटमा आपाको To बोटमा my mom, to my अनि aunt. Who भाडा helped me माझिरहेको थिएँ always. I love you, mom. अन्त बजाउँदै आएको चाहिँ भएको सामान खोलेर I'm very far. उँधो त अहिले हामीले सोधिङ गरेर ठाउँमा अब कतिखेर उठेर त्यहाँभन्दा अगाडि उठेकै थाहा छैन मलाई ए अन्त नाच्छ आमै कति सानो मान्छे नाचेको भन्छ तिनीहरू को उठिसक्यो क्या भनेर हेर्छ ऊ आँगनमा आँगनमा एकैचोटि उठेर नाच एकैचोटि टुक्रुक बसेको होइन एकैचोटि टुक्रुक बसेको बामे नसर्या बामे नसर्या टुक्रुक बस्या टुक्रुक बस्ने बित्तिकै नाचेको सानो पिरो हुन्छ है त्यो भिक्स म कत्रो थिएँ आमा सानो हिँड्दा टुकटुक हिँड्दा यत्रै यत्रो छोरा जत्रो यत्रो ए बा म यत्रो थिएँ ओ माई गड सानो तपाईँ 6 महिनामा चाहिँ तपाईँ 6 महिना जत्रो म यत्रो थिएँ कति वर्षको कति वर्षको वर्षको ए बा सानो यु आर बिग पर्सन ठुलियामा कहाँ म लिएर जाँदा त ठुलियामा ला अहिले पनि त्यो त रित्तै आइस अरे भनेको रे घरबाट हेरेर अनि खुत्रुको झर्दाखेरि त पोल्ट लेचे भनेको रे अनि लेचे भनेको दिदी 3 महिनाको नानी कत्रो उसै त सानो नानी त्यहाँबाट 3 महिना लिएर अनि लेचे भनेको रे अनि ठुलियामा पुरानो कहानी सुन्दा मजा आउँछ ठुलियामाको दुध खाएँ अनि तेरो दाइ चाहिँ फेरि 2 वर्षको थियो गाडी 2 वर्षको थियो हिउँदे गएको थियो बारीमा यस्तो गरे अँगालामा त 5-6 घर हाँसेर लिएर आएको ठुलोबाबुले नम्बरी छोडिदिनु भनेर लखेटेको अनि बहिनी खान्छिन् बहिनी 3 महिनाको नानी दुध त खान पाएको छैन कहाँबाट खानु त मकै त्यहीँ सानो त्यही बारीमा त्यही अहिलेको त्यो ठुलो गाउँमा तँलाई लिएर जाँदा त्यो ठुलो गाउँमा त गएको सानो 3 महिनाको नानी लिएर अनि सोबेले नुहाइदी तेल लगाइदिई गर्थ्यो सौदीले नुहाइदिने तेल लगाइदिने खाना पकाएर मलाई खुवाउने गर्थ्यो